यसको पालो यसलाई पप गरौँ अब यो त कस्तो हेभी लागेको क्या ठाउँको ठाउँ चलाउने बित्तिकै लास्टै हेभी छ लास्टै हेभी यार यो त कामै छैन यसको एबीएस पनि अन रहेछ यार पपै हुँदैन यसको काम छैन यो लास्टै हेभी त्यो चलाएर यो चलायो भने त यो मनै पर्दैन त्यो बेस्ट छ लास्टै मन पर्यो यार मलाई यो दामी छ वान अफ द बेस्ट लाग्यो यार प्राइस ट्यागमा त कसैले सक्दैन यसलाई मान्छेले यो छोडेर किन एमटी लिन्छ होला क्या क्यान यु बिलिभ इट खै फेरि पनि टेस्ट राइड एमटिसी अफ नै छ Let's check this brake out. China from here. यो पनि हुनुपर्ने कि यहाँ लाइक दिस त्यही नै हो बाइक्सहरु डेलिभर भयो जति सक्दो लग्नेले लग्यो नलग्नेहरुको बाइक यही नै छ लेट्स गो नाउ अब यहाँबाट चाहिँ इभेन्ट पनि सक्यो डेलिभरी त्यही नै थियो लेट्स गो नाउ त्यही नै हो बाइक्सहरु चेक आउट गरियो सबै हेरियो मजाले टेस्ट राइड पनि गरियो 2-3 चोटी हुइली सुइली पनि पप गर्यो सेकेन्ड गियरमा पनि पप हुँदो रहेछ इजिली नै लेट्स गो ओभरअल बाइक चाहिँ राम्रो छ ब्रेकिङ अलिकति छिटो बुझेन अरु त ठीक छ
अरू कुरा त त्यही हो, बाइक चाहिँ म चाहिँ आयो ओभरअल इभेन्ट त्यहाँ चाहिँ बाइक डेलिभरीको थियो, 40वटा बाइक आज डेलिभर भयो एन्ड होप यु गाइज लाइक दिस भिडियो है. इफ यु गाइज डिड प्लिज लाइक दिस भिडियो एन्ड प्लिज सब्सक्राइब टु माई च्यानल and I'll catch you guys in the next one. Till then, ride safe, ride hard, always wear your riding gears like me I'm doing every day. Riding jacket जे म सबै लगाएर हिँड्छु. Always be safe है, के हुन्छ कतिखेर थाहा हुँदैन, so be careful and yeah, catch you guys in the next one. Till then, peace out.